उपस्थित स्कुलका हेडमास्टर, सहायक हेडमास्टर, अभिभावक, विद्यार्थी भाइ बहिनी र अन्य साथीहरू, म सबैमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। अस्ति हो के हो फेसबुकमा चाहिँ कृष्ण सरले स्कुलमा शिक्षक सम्मान तथा अभिभावकहरूको भेला छ, यहाँहरू सबै आउन पर्यो भनेर सार्वजनिक रूपमा अपिल गर्नुभयो। मैले त्यो पोस्टलाई सेयर पनि गरेँ। खुङबाट सिमला पहाड गएर काम गर्ने मान्छेहरू, खुङबाट दक्षिण भारतमा गएर काम गर्नेहरू, या जापान कोरियामा गएर काम गर्नेहरू, कयौँ मान्छेले त्यसमा धारणा व्यक्त गरे। उनीहरूले हामीलाई 1-1.5 महिना अगाडि आएको, केही समय अगाडि आएको रिजल्ट हामीलाई अवगत गराए। यो विद्यालय यही विद्यालय हो जो हामी पढ्ने बेलामा, मेरो पछाडि टेकबहादुर परियार मेरो साथी यही हुनुहुन्छ, गौमुखी इलाकाभरिमा फर्स्ट आएको न तपाईँ। उहाँ धेरै पढ्न सक्नु भएन, पछाडि माथि घरको बाध्यता या व्यवस्थाले चाहिँ उहाँलाई लाउर लगायो। उहाँले त्योभन्दा माथि पढ्न सक्नु भएन, त्यो फरक विषय हो। त्योभन्दा अगाडि चित्रावर केसी दाई यहाँ गौमुखीभरिमा फर्स्ट आउनुभयो। उहाँ अहिले काठमाडौँतिर सरकारको जागिरमा हुनुहुन्छ। त्यस्ता थुप्रै गौरवमय इतिहास बोकेको हाम्रो स्कुल, म यही स्कुल पढेको मान्छे, यो स्कुलबाट कयौँ पटक म पनि चाहिँ अतिरिक्त क्रियाकलापहरूमा चाहिँ म तपाईँको चाहिँ सहभागी हुन्थेँ। म स्वयं कक्षा 3 देखि म यहाँ फर्स्ट आउँदै गर्थेँ। आज म पूर्व विद्यार्थी, उमेर अवस्थाले मलाई बुढो बनायो, मेरा छोरछोरीले यो स्कुलमा पढ्न लाए र म यो स्कुलको अध्यक्ष भएँ। तर आज हाम्रो स्कुलको यो गति हेर्दाखेरि युटर्न जस्तो आएको छ। मलाई यो मञ्चमा उभिरहँदा मलाई कयौँ कुराहरूको स्मृतिका पछिल्ला पानाहरूले मलाई एकदम ताजा त बनाएको छ। तर हामीसँग अर्को एउटा अनुभव पनि छ कि हामी ढल्दै उड्दै र ढल्दै निरन्तर उड्दै हामी अघि बढिरहेको अवस्था पनि छ। यहाँ माथि र बरपुन्नीको चौर छ, त्यहाँ एउटा ठुलो लाँकुरी छ। त्यो चौरमा आजभन्दा झन्डै 80 वर्ष अघिको हाराहारीमा खनेको एउटा पोखरी छ। त्यो पोखरी मेरा बुढाबा शेरबहादुर मल्लले त्यो पोखरी खनेका थिए। त्यो पोखरी खन्दा अहिले पनि यहाँहरूले पोखरीको डिलमा जानुभयो भने हामी कसैले डगमगाउन नसक्ने त्यहाँ ढुङ्गा छन्। त्यो ढुङ्गा बोक्ने एउटा लाटो कोरसे भन्ने मान्छे थोरे, जसले त्यही ढुङ्गा बोकेकै कारण आफ्ना घुँडाहरू खुम्चाएर, आफ्ना जोर्नीहरू खियाएर, आफ्ना जोर्नीहरू सुन्नाएर लाटो कोरसेलाई त्यही काल भयो। तर नाम कसको आयो? यो पोखरी कसले खनो भन्दा अहिले पनि मौलामा शेरबहादुर मल्ल भन्ने छ। स्कुलका कठिन अवस्थाहरूमा मलाई यहाँ पढाउने गुरुहरू त हुँदै हुनुभयो। स्कुलले कहीँ कठिन अवस्थाहरू बेहोरे, यो कुरा यहाँहरूलाई जगजाहेर छ। यहाँ समाज विभाजन हुन खोज्यो, स्टाफ विभाजन हुन खोज्यो, व्यवस्थापन समिति विभाजन हुन खोज्यो, यहाँ एक प्रकारले भड्काप पनि आयो, यहाँ अराजकता आयो। त्यस्तो मामिलामा एउटा महत्त्वपूर्ण समयमा यो स्कुलको कारोबार सम्हाल्ने, यो स्कुललाई एउटा व्यवस्थित गतिमा अगाडि लानको निम्ति प्रयत्न गर्ने, त्यो आँट गर्ने र कुशलतापूर्वक स्कुललाई एउटा दिशा निर्देश गर्ने र तातिएको समाजलाई सेलाउनको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व हेडमास्टर प्रेम विष्ट, म त मरेर जाम्ला कि यो आवाज मभन्दा साना केटाकेटी साथ विद्यार्थी साथीहरूले यहाँ सुन्नुभएको छ। यहाँहरूले कहिले नबोल्नु होला कि अप्ठ्यारो अवस्थामा एउटा साँगु पार गराएको एउटा मान्छे प्रेम विष्ट हो। यहाँहरूको विषयमा म यो अवगत गराउन चाहन्छु। अब यहाँ पढाइ बिग्रेको कुरा छ। पहिलो कुरा, हामी पढाइ बिग्रेका कारणले गर्दाखेरि घरमा बस्ने मान्छेले स्कुलको मास्टरलाई भन्ने, स्कुलको मास्टरले घर बसेको आमालाई भन्ने। आमा 8:30 बजेतिर आमा उता फर्केर मोबाइल चलाउने, बच्चा यता फर्केर मोबाइल चलाउने
र छिटो त्यो बच्चाले झिजो गरी उता पनि उसले मोबाइल चलाइरहेको छिटो के अरे आफूलाई डिस्टर्ब भयो भने छिटो सुट भनेका आमाहरू पनि मैले हाम्रो समाजमा हाम्रा त्यस्ता आमाहरू पनि मैले भेटाएको छु, त्यस्ता बाउहरू पनि भेटाएको छु र मैले स्वयं पनि मेरा केटाकेटीको ख्याल गर्न सकेको छैन। यो हाम्रो आम रूपमा तपाईँको चाहिँ के छ भन्नुहुन्छ भनेदेखि समस्या छ। यहाँ अघि माधे मास्टरलाई फुलमाला भएन भन्ने कुरा हो। माधे भाइ त्यहाँ अगाडि छन्। अलि अस्ति एउटा टिकटक यहाँहरू हेर्नुभएको भने मैले एउटा टिकटक हेरेँ। मैले सधैँ मान्छेहरूलाई अपिल गर्छु गीत सुन्नुहोस्, फिल्म हेर्नुहोस्, टिकटक पनि हेर्नुहोस्, तर त्यसले भन्न खोजेको के छ त्यो त बुझ्नुहोस्। त्यसले राम्रो भन्न खोजेको छ त्यसलाई हामीले हाम्रो दिमागमा राखौँ, नराम्रो भन्न खोजेको त्यसलाई डिलिट हटाउँ। मैले लगातार रूपमा कयौँ कार्यक्रमहरू मैले भन्ने गर्छु। एक ठाउँ के भएछ भने 5 क्लासका गणित पढ्ने केटकेटले गणित पढ्दै पढेन, एकदम झिजो माने, झन्झट माने, ध्यान दिएनन्। उनले 2 जोड्दा 4 हुन्छ भन्ने कहिले जान्नै सकेनन्। जान्न नसके पछाडि एकदम जान्ने मास्टर, ठुलो मास्टर हामीले चाहिँ यहाँ स्कुलमा ल्याउनु पर्यो। त्यसले पढाउँथ्यो कि भनेर एउटा मास्टर खोजेर ल्याएको थियो। माधव थापा जस्तो मास्टरलाई यहाँ के गरे, त्यो स्कुलमा लगे। उसले आइडिया लाएछ। अब यिनलाई ऊ पनि 1-2 दिन क्लासमा गयो। अब हाडमा समिलो भए पछाडि यिनलाई तपाईँको नयाँ तरिका लाउँछु भनेर उसले गुफलाई एक दिन चाहिँ घुमाउन लाने उसले चाहिँ बनाएछ। बरपुन्नी देखाउँदै गयो, इट पार्ने देखाउँदै गयो, भौगथान देखाउँदै गयो। जब तपाईँको चाहिँ जैसी पोखरीमा केटाकेटी र मास्टर पुगे, केटकेटीले भनेछन् गुफा जान सकिन्न, अब यहाँ हामीलाई भोक लाग्यो भनेर केटकेटीले त्यहाँ क्वेसन गरिसके पछाडि तपाईँको चाहिँ मास्टरले रूपा आयो। जीवनगिरी जस्ताहरूले त्यहाँ दोकान थापेका साहुहरू थिए। त्यहाँ चाहिँ रूपा आएर जाऊ त त्यहाँ केही स्याउ सुन्तलो केही छ कि जाऊ ल्याऊ त्यही खामला भने पछाडि 3-4 जना केटकेटी आए छन् भन्ने खबरलाई। तिम्रो कतिजना छौ भन्दा फेरि हामी 10 जना छौँ। अब 10 जना मान्छेलाई 2-2टा स्याउ अथवा 2-2टा सुन्तला खाँदाखेरि कतिवटा पर्ने भए, कतिवटा ल्याउनु पर्यो, 20वटा ल्याउनु भयो, 20वटा पर्ने भयो, 20वटा पर्ने भयो भनौँ। 20वटा तपाईँको चाहिँ त्यो ऊ पनि ल्याऊ, सुन्तला गेडा पनि ल्याऊ। जब 20वटा गेडा सुन्तला ल्याएर तपाईँको त्यहाँ फोकेर खाना लागेको थिएँ, मास्टरले भनौँ यसलाई त 1700 परेछ, तिम्रो 10 जना, म 11 जना, अब हामीले दाम त उठाएर तिर्नु पर्यो। कति तिर्नु पर्यो भन्दाखेरि छेउबाट ए भाइ उठाउ यो मास्टरले त्यहाँ पढाउनुला, फेरि पढाउनुला मास्टरले भनेर तिनीहरू त्यहाँबाट उठेर तपाईँको चाहिँ बरापुन्नीतिर झरे, स्कुलमा आए, झोला टिपेर घर गए। अब के गरेर माधे मास्टरले पढाउँछ? माधे मास्टरको उपाय छ। अब उसले सबै सृजनात्मक विधि लाओ, घुमाउनु सुन्दा लाओ, घुम्न जाँदा पनि त्यहाँ पढाउन त लाएको थियो नि। त्यसले कति छिटो थाहा पायो हाम्रो पछिल्लो जेनेरेसन एक प्रकारले भन्दाखेरि त्यति अब त्यो अवस्थाको जेनेरेसन हामीसित छ हेर। त्यस कारणले गर्दाखेरि चाहिँ माधव सर तपाईँको चाहिँ मैले उहाँलाई कयौँचोटि भने भाइ तपाईँ यही डेरा ल्याएर बस्नुहोस् है, ऊ मेरो मामाको छोरो पनि हो, मेरो नाता पनि लाग्छ, भाइ तपाईँ डेरा ल्याएर बस्नुहोस्, कहाँ हुत्ती चाहिँ ठुलो जानुहुन्छ, फेरि राततिर के गरेर आउनुहुन्छ भने मैले। उहाँले आफ्नो बाध्यता पनि देखाउनु भयो। कहीँ समय उहाँ चाहिँ बसन्त थापाको घरमा बसेर यहाँ केटाकेटीलाई उदाउँदो अस्ताउँदो भनेको खेतमा हामीले असारमा कति धेरै काम गर्छौँ, कोदो रोप्ने बेला हामीले साउनमा कति धेरै पाटामा काम के अरे समय बिताउँछौँ। त्यस्तै गराएर माधव सरले यहाँ काम गरे, तर परिणाम के आयो? परिणाम त यो आयो कि के अरे तपाईँको चाहिँ त्यसको जति आउन पर्ने थियो त्यो परिणाम त आएन। त्यस कारणले गर्दाखेरि चाहिँ यस्तो अवस्था छ। यो अवस्थालाई कसरी सुधारेर लाने, यो अवस्थालाई कसरी तपाईँको चाहिँ झन् बढी व्यवस्थित गरेर लाने, यस्ता विषयमा चाहिँ अब हामीले सबैलाई मिली यो कुरामा चाहिँ यसको चाहिँ एउटा चाहिँ सोल्युसन निकाल्न पर्छ, यो गर्नुपर्छ। यहाँहरूलाई म यति कुरा ध्यान आकर्षण गराउँदै कि हामीले चाहिँ संयोगले म यहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएँ, अर्को संयोगले फेरि भएँ। मैले सुरुमै तपाईँको चाहिँ हामीले पहिलो त्यो पद ग्रहण गर्दाखेरि स्कुललाई मावि बनाउने है भन्ने हामीले घोषणा गरेका थियौँ। त्यो अनुरूप मावि पनि भयो,
तर अघि अघि विद्यार्थीले भने एउटाले पढाएको हामीले बुझ्दैनौँ, चर्पी गनाएर हामीलाई टेक्न बस्न हुन्न। त्यसपछि गएर तपाईँको चाहिँ फेसबुकमा तपाईँको चाहिँ अघि त यताका मान्छे औलुङ पढ्न जान्थे, अहिले त के अरे यताका मान्छे औलुङ पढ्न जान्थे, अब त औलुङको मान्छे यता आउने जस्तो भयो भन्ने जुन चिजहरू देखिन्छ त्यो देख्दाखेरि तपाईँको चाहिँ एकदम गिल्टी फिल हुन्छ, एकदम तनाव फिल हुन्छ कहिले कसो। यो विषयमा तपाईँ हामी सबै जोडिएका छौँ। यहाँ कसैलाई के लाग्ला भने चाहिँ हामी त थाई मास्टर हौँ, रुखो मुनि गएर भने पढाउँछौँ, बर पनि लाँकुरै रुखो मुनि गएर भने पढाउँछौँ। त्यति भएन भनेदेखि उहाँ हाम्रा बाबुहरू तपाईँको सिमला जान्थे स्याउ बोक्न अथवा घाँस काट्न अथवा सुरेनाका खर काट्न जान्थे, रजबार गरेर पढाइदिउँला। त्यस्तो भावना पनि कयौँ साथीहरूलाई चाहिँ छिटफुट कहीँ आएको हो कि भन्ने बाहिर चेक जाँच गर्दा पनि त्यस्तो भेटिन्छ। अब कसैले म त हेडमास्टर भइहालेँ, त्यस कारणले गर्दाखेरि चाहिँ अब मेरो हेडमास्टर यो खोज्दैन, कसले खोज्न सक्छ? कोही हेडमास्टर भएका साथीहरूले हिजो भयो होला अथवा आज भयो होला कसैले त्यस्तो प्रकारको अभिव्यक्ति पनि कहीँ कतै गरे कि किशोर सर कता हुनुहुन्छ गरे कि भन्ने पनि जाँचबुझ गर्दा फेरि त्यो देखिन्छ। अब यो यति तितो कुरा मैले यो माइकबाट भिडियो गर्न लगाइदिएर यो तितो कुरा मैले किन गरिरहेको छु भन्नुहुन्छ भनेदेखि चाहिँ दबाई त तितै हुन्छ, वचनहरू तितै हुन्छन्, तर त्यसलाई चाहिँ पोजिटिभली हामीले हाम्रो जीवनमा चाहिँ लागू गर्न सक्यौँ भनेदेखि त्यो नै पछाडि तपाईँको चाहिँ चनौटामा बनाएको भेली जस्तो गुलियो त्यो हुन्छ है। त्यस कारणले गर्दाखेरि चाहिँ म अब यहाँहरू सबै जान्ने बुझ्ने हामीले भन्दा धेरै पढेका मास्टर साहबहरू यहाँ हुनुहुन्छ, हामीले भन्दा धेरै अनुभव ल्याएका चाहिँ अभिभावकहरू यहाँ हुनुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि हामीले धेरै कुरा गरिराख्नु पर्ने यहाँ जरुरत छैन। एउटा समयले एउटा अवस्थाले एउटा त्यो पदमा पुर्याएको मात्रै हो। त्यसको निम्ति हामीले चाहिँ बाहिरबाट आउने समस्याहरूलाई हल गर्नको निम्ति प्रयत्न मात्रै गर्ने व्यवस्थापन समितिले अब चाहिँ क्लासभित्र आएर हामीले पढाउने कुरा पनि हुन्न, कसैका घरमा गएर तपाईँको चाहिँ पुरै डिक्टरसिप ल्याउने कुरा पनि हाम्रो हुन्न। अब त्यसमा थोरै बल मात्रै यहाँहरूको बिचमा हामीले के गर्ने हो भन्नुहुन्छ भनेदेखि चाहिँ पठाउने विषय हो। म यति कुरा यहाँहरूका बिचमा राख्दै अब मलाई के विश्वास छ आइसेल तपाईँको चाहिँ म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए पनि नभए पनि म यो वडाको अध्यक्ष भए पनि नभए पनि अब 5-7 महिना पछाडि त म यो वडाको वडा अध्यक्ष पनि हुन्न, म यहाँको केटकेटीको बाउ त हुन्छु। त्यस कारणले गर्दाखेरि चाहिँ आइसेल यो स्टेजमा मैले चाहिँ आफ्नो गुनासो राख्ने अवस्था आउँदा, आफ्नो कुरा राख्ने अवस्था आउँदा पोहोर मैले यस्तो यस्तो भनेको थिएँ, मैले कयौँ मान्छेलाई यस्तो प्रकारको चाहिँ दोषारोपण पनि गर्न खोजेको थिएँ। मान्छेलाई त यति सिस्नाले बोलेछ कि ऊ तुरुन्तै बारीका डिलमा गएछ, पातीका मन्टा टिपेछ, त्यसलाई तपाईँको चाहिँ दसौँ ढुङ्गाले थिचेछ र सिस्नाका फोकाहरूमा चाहिँ लाएछ भन्ने खालको चाहिँ अवस्था यहाँ सिर्जना होस् भन्ने चाहिँ एउटा आफ्नो धारणा पनि यहाँहरूको बिचमा राख्न चाहन्छु। र चाहिँ शिव सरले मलाई सम्झाउनु भएको थियो, हामीले चन्दा उठाएर एक प्लट चाहिँ एउटा यो ढुङ्गामा नाम लेख्ने प्रमाणपत्र दिने त्यो सबै काम भएको थियो। म चाहिँ किशोर सरलाई अनुरोध पनि गर्न चाहन्छु कि हाम्रा जे जति उब्रेका प्रमाणपत्रहरू छन् उहाँहरूलाई चाहिँ के कसरी उहाँहरूलाई उपलब्ध गराउने यो प्लान पनि तपाईँहरूले बनाउनु होला। र अब हामी चाहिँ चाहियो भने जरुरत त पर्यो भनेदेखि चाहिँ यस्तै प्रकारका अभियानहरू फेरि गरौँला। अब यो अभियान चाहिँ मेटम कि जस्तो पनि मलाई लागेको छ। त्यही भएर जुन जुन साथीहरूले चाहिँ बोल्नु भएको छ, घोषणा गर्नुभएको छ, अब कोही मास्टर अथवा अध्यक्ष घर घर जान्न उठाउन उहाँहरूले चाहिँ स्कुल ल्याएर बुझाउनु होला। अब त्यति बुझाइएन भने पनि जौनाले जे जति दिएको छ 20 रुपियाँ दिन्छु भने थियो 5 रुपियाँ दिएको छ भने पनि 5 रुपियाँको त्यसको टाङ्ना त पर्यो। त्यो गराएर हामीले चाहिँ यो कुरालाई अन्तिम गराउँला। र यो चाहिँ अनुरोध पनि म यहाँहरूको बिचमा चाहिँ गर्न चाहन्छु। र चाहिँ यो अभिभावकहरू र शिक्षकहरूको बिचमा एउटा छलफल कार्यक्रम पनि यहाँ तय गरिएको छ।
त्यो कार्यक्रममा मैले त मोबाइल स्विच अफ गरेर बसेको छु। म गाउँपालिका जाने हो, ठुला बेसी जाने हो, त्यसपछि वार्डमा पनि मान्छे परेको छ। म चाहिँ यहाँहरूलाई समय दिन नसक्ने भएँ। यहाँहरू चाहिँ आफ्नो मनमा लागेका कुरा जे हो त्यही, यो किन यस्तो भयो, यो यस्तो हुन पर्दो, यहाँ मास्टरले के गरेन, स्कुलले के गरेन, अथवा अध्यक्षले के गरेन, हामीले के गरेनौँ भन्ने विषय चाहिँ एकदम खुलस्तका साथ छलफलमा कोही रिसिएर चाहिँ त्यो रिसिएको हुन्न। छलफलमा उठेका कुरा रिसिएको हुन्नन्। अहिले मैले भर्खर गरेका भाषणका कुरा रिसिएको कुरा होइन, सचेतनाका कुरा हुन्। त्यस कारणले गर्दाखेरि त्यसरी बुझ्नु होला र त्यो छलफल त्यहाँ चलाउनु होला भन्ने कुरा राख्दै यहाँहरूबाट बिदा हुँदै यो आजको कार्यक्रम, यो महत्त्वपूर्ण कार्यक्रम, यो महत्त्वपूर्ण यस्ता कार्यक्रमहरू चाहिँ ती 3 महिनामा सकभरि एक महिनामा नभए ती 3 महिनामा भए पनि चाहिँ यो स्कुल प्रशासनले गरोस्। यो सुझाव पनि म यहाँहरूको बिचमा राख्छु र उपस्थिति पनि हस्ताक्षर गरेर जानु होला। यति भन्दै म मेरो भनाइ सहित यो कार्यक्रम आज यही समापन भएको अनुरोध गर्न चाहन्छु। धन्यवाद।